नमस्कार। आइक्यू पार्ट 3 नाफा नोक्सानमै हामी छौँ। नाफा नोक्सानको पार्ट 3 मा कन्टिन्यू। अब क्वेसन नम्बर अस्ति कन्टिन्यू गर्दा 3 नत्र 1 भने नि भयो। हामीले प्रत्येक पार्टको एक एकवटा गर्ने भयो भने यसलाई 1 नै मानौँ फेरि है त। 22 वटा कलम रु 120 मा बेच्दा 7 कलमको क्रय मूल्य सीपी बराबर घाटा भएछ भने एक वटा कलमको सीपी कति भनेको क्रय मूल्य कति। यसका लागि लामो तरिकाले गर्न सकिन्छ तर छोटो तरिकाले गर्न सकिन्छ। हामीले अघि नै भनियो हामीले 15 सेकेन्डमा यसको एन्सर निकाल्नु पर्ने हुन्छ। त्यो भएको हुनाले हामीले सर्टकट ट्रिक गर्न पर्ने हुन्छ। यसको लामो ट्रिक छ, जस्तो एक कलमको सीपी बराबर x मानौँ हैन। त्यसपछि 7 कलमको सीपी बराबर 7x। त्यसपछि 22 वटा कलम छ, 22 वटा कलमको सीपी बराबर 22x मानौँ हैन। त्यसपछि अनि 22 वटा कलमको एसपी बराबर कति भन्दाखेरि यसरी जानु पर्यो फेरि हैन। यो लामो प्रक्रिया भयो। नोक्सान बराबर सीपी माइनस एसपी भन्नु पर्यो, अनि फेरि घटाएर गर्न पर्यो। यहाँ के भन्यो लामो तरिका, एक कलमको सीपी बराबर एक्स हैन, 7 कलमको सीपी बराबर 7x भयो। अनि 22 वटा कलमको सीपी बराबर 22x अनि 22 वटा कलमको एसपी बराबर कति हुने भयो त भन्दा 120 मा बेचेको छ, 120 भयो। अब नोक्सान त अब कसै भयो, घाटा भयो, किनभने 21 वटा कलमको 120 मा बेच्दा 6 कलमको घाटा सीपी बराबर घाटा भनेको छ, सरी 7 वटा कलमको सीपी बराबर घाटा भनेको छ। र नोक्सान बराबर सीपी माइनस एसपी। एसपी भनेको 7x बराबर 22x माइनस 120 गर्दाखेरि x को भ्यालु आउँछ। जस्तो लामो आउँछ हैन। हेर्नुहोस् त, मैले दुईवटा तरिका गरेको। लामो तरिका एक कलमको सीपी बराबर x मानौँ, 7 कलमको सीपी बराबर 7x, 22 कलमको सीपी बराबर, किनभने हामीले 22 वटा कलमको 120 मा बेचेको एसपी हो। बस सीपी कति हो भन्दा हामी x मानेपछि कलमको सीपी मा x मानेपछि 22 वटा कलमको सीपी 22x भयो। 22 वटा कलमको एसपी 120, किनभने 22 वटा कलम 120 मा बेचेको छ। अब नोक्सान भयो, किनभने हामीले 7 वटा कलमको सीपी बराबर नोक्सान हुन्छ भने सीपी भनेको फेरि x हो भने कति हुने भयो 7x भयो। 7x बराबर फेरि बुझ्नुहोस् है, लामो तरिका भयो नि, बुझ्नु त पर्यो। 7x भनेको किनभने 7 वटा कलमको घाटा भएको, x भनेको सीपी, सीपी बराबर घाटा भएको भने 7x बराबर 22x माइनस 120 अनि फेरि यसलाई सल्भ गर्दा 22x माइनस 7x इक्वल टु कति भयो 15x भयो। 15x बराबर 120, x भनेको 120 / 15 बराबर 8 आयो। 8 एउटा कलम x भनेको सीपी हो, सीपी भनेको एउटा कलमको 8 भन्ने भयो। अब इजी ट्रिक के भयो भन्दाखेरि 120 भनेको टोटल रकम कतिमा बेचेको माथि राखिदिने, कतिवटा कलम भनेको छ 22 वटा माइनस कतिवटा घाटा भयो 7, 120 / 22 / 7, 120 / 15 बराबर 8 ले हेर्नुहोस् त। जस्तो सुकै क्वेसन आओस् 23 वटा कलमको 130 मा बेच्दा भन्ला हैन। त्यसो भने के गरिदिने 130 / 23 कतिवटा बराबर घाटा हो भन्यो भने 123 23 वटा कलमको 130 मा बेच्यो भने त्यो 130 राख्ने, तलपट्टि 23 वटा कलम माइनस 7 वटा कलमको घाटा भएको भने 7। यो जति बन्छ माथि भनेको चाहिँ टोटल मूल्य कति हो त्यो लेख्ने। हेर्नुहोस् है, यो भनेको माथिको टोटल मूल्य कति हो त्यो लेखिदिने। तलपट्टि यो भनेको चाहिँ तपाईँको कतिवटा कलम हो, कति कलम, यहाँ के राख्ने कति कलम भनेको छ त्यो लेख्ने। यो भनेको कति बराबर घाटा, 7 वटा कलम बराबर घाटा भनिन्छ, कलम घाटा यहाँ राख्ने। यो भनेको मूल्य सिली एसपी। यति सम्झिनु भयो भने सकियो। यो केही चाहिएन, लङ तरिका इन्टु 120। अब मानौँ यसैमा 23 कलमको 130 मा बेच्दा 8 कलम घाटा भयो है भने 8 कलमको सीपी बराबर घाटा भयो भने एक वटा कलमको सीपी बराबर कति भन्यो भने के गरिदिने, सजिलो तरिका 130 माथि गरिदिने 30 माइनस 8 बराबर 130 अपन 23 मा 15 8 15 यसलाई भाग गरिदिने, सीपी आइहाल्यो। ठ्याक्कै राउन्ड फिगरमै आउने दिन्छ एक्जाममा, यस्तो डटमा आउँदैन, दशमलवमा आउँदैन। तर जेसुकै आओस् 120 अपन 22 माइनस 7, 120 भनेको क्वेसनमा 120 बेच्दा भनेको छ, 22 भनेको 22 वटा कलम, 7 भनेको कतिवटा बराबर घाटा भएको, यति सम्झियो भयो। इजी ट्रिक 120 अपन 22 माइनस 7, यति सम्झेपछि सकियो। एक्जाममा के गर्ने हामीले, एक क्वेसन आयो 22 वटा कलम रु 120 मा बेच्दा
7 कलमको सिपी बराबर घाटा भएछ भने 1वटा कलमको सिपी कति भन्यो भने ठ्याक्कै 1 सिपी सबै 22 - 7 यति गर्दै सकियो। हामीलाई यो 15 सेकेन्ड होइन 5 सेकेन्डमा सकिन्छ। 1 सिपी सबै 15 22 15 8 120 8 सकियो। इजी ट्रिक यति सजिलै गर्नुपर्छ हामीले आइक्यू, तब मात्र हुन्छ, नत्र प्रक्रिया उयो। यसमा के गर्न सकिन्छ? अब खै त घाटा भयो, नाफा पनि त हुनसक्छ। अब नाफा भएमा भन्ने सोध्ला एक्जाम ल्याउँछ नि, बहुत इम्पोर्टेन्ट छ। यदि अब नाफा भएमा भन्यो भने के गर्ने त? अब यस नाफाको एउटा इक्जाम्पल गर्छु त म यसैमा, त्यसपछि यो च्याप्टर चाहिँ सकिन्छ है दादा। एउटा क्वेसन भयो, अब सर्ट भिडियो प्रष्ट बुझ्ने। अब यहाँ चाहिँ यति बेला कोही भने घाटामा छ, नाफा भयो भने के गर्ने? म फेरि एउटा बनाउँछु है त। एउटा इक्जाम्पल गरेपछि यस्तो जस्तो आए पनि गर्न सकिन्छ। अब साथी अब आइकोमा यस्तो 15वटा कलम 600मा बेच्दा 5वटा को सिपी बराबर नाफा भएछ भने सिपी बराबर कति भन्नु पऱ्यो। अब अहिले हामीले घाटामा गरियो, अब नाफामा के छ भन्दा 15वटा कलमको चाहिँ 15वटा कलम चाहिँ 600मा बेच्दा 5वटाको सिपी बराबर नाफा भयो भने कलमको सिपी बराबर कति? हेर्नुहोस् है, 15वटा कलम 5वटा 600मा बेच्दा 5वटाको सिपी बराबर नाफा भएछ भने 1 कलमको सिपी कति? अहिले हामीले नाफा गरियो। अब नाफा गरियो भने अब कतिवटा हुन्छ भने चाहिँ यस्तो भयो भने के गर्ने भन्दाखेरि सजिलो, एकै तरिकाले केही सोच्नु परेन। 600 अपन 15 + 5 अहिले घाटा हुँदा माइनस फाइदा हुँदा प्लस भनेको 600 अपन 20 बराबर 0 काट्यो 2 30 ल 30 फाइदा भयो। केही गर्नु पर्यो। एकदम सम्झने तरिका के भने माथि जतिमा बेच्दा भनेको त्यो लेख्ने 600 लेख्ने, तलपट्टि 15वटा कलम भनेकै छ, 5वटाको सिपी बराबर फाइदा भयो भने +5 बराबर 30 आइहाल्यो। यदि 5वटाबाट घाटा बन्यो भने 600 अपन 15 - 5 बराबर 600 अपन 10 बराबर 60। घाटा भएछ भने एउटाको सिपी 60, नाफा हुँदाखेरिको एउटाको सिपी 30, एउटाको सोधेको छ। यति सजिलो तरिका, प्लसमा यति सम्झने ट्रिक हो। यति सम्झेपछि भयो, केही चाहिएन। 600 15 + 5 नाफा भयो भने प्लस, घाटा हुँदा माइनस, 15 भनेको कतिवटा कलम भयो, 5 भनेको कतिवटा घाटा भएको कि नाफा भएको, 600 भनेको प्राइस कति हो। यति सम्झि सकियो। एकदम इजी ट्रिक है त। यति भएपछि यसको यतिवटा कलमको यतिवटा बेच्यो, यतिवटा नाफा कलम बराबर नाफा, पैसा भन्दैन क्या, यतिवटा कलम बराबर नाफा भयो, यतिवटा बराबर घाटा भयो भन्छ। तब इजिली सम्झने तरिका यो हो। यति भएपछि यो तरिका सजिलै सक्यो। यति दुईवटा ट्रिक अघिल्लो पार्ट 1मा मैले दुईवटा, पार्ट 2मा दुईवटा, चारवटा, सरी पार्ट 2मा र पार्ट 3मा चारवटा गरेँ। यति सकेपछि कस्तो लाग्छ प्रतिक्रिया दिनुहोस्। राम्रो या सजिलो तरिका लाग्यो भने मेरो त्यो च्यानलमा क्लिक गर्नुहोस्, नाम आउँछ, त्यसपछि इजी ट्रिक्स भन्ने छ, इजी ट्रिक्स बाइ केपी छ, त्यसमा लाइक गर्नु, सब्सक्राइब गर्नु, यसमा पनि कमेन्ट गर्नु, नोटिफिकेसन अन गर्नु। सबै नोटिफिकेसनहरू हजुरलाई अपलोड गर्ने बित्तिकै आउँछन् र मैले पनि त्यही अनुसार कतिको लाइक भएछ मैले थाहा पाउनु पऱ्यो नि त। सब्सक्राइब भयो भने अझ बढी मोटिभेट हुन्छ र यो अरू पनि भिडियो बनाउनु पाइन्छ। नत्र मैले यत्रो मेहनत गरेर गर्ने साथीहरूलाई लोकसेवालाई यो जुनसुकै ब्याङ्किङ क्षेत्र होस्, विद्युत प्राधिकरण होस्, कृषि विकास ब्याङ्क होस्, सबै संस्थान अहिले अब भदौ असोजमा चाहिँ लोकसेवाको एकीकृत प्रि हुन्छ, त्यसमा पनि आउँछ। शाखा अधिकृत देखाउन्ट, खरिदार, सुब्बा, स्थानीय प्रदेश, चौथो, पाँचौँ, सातौँ सबैलाई आइक्यू आउनेदि सबै यसैले काम गर्छ। यसरी लाइक गर्नुभयो, सब्सक्राइब गर्नुभयो भने होइन मैले बनाएको भिडियो मन परेछ, मैले दिएको तरिका ठिक रहेछ भन्ने भएछ भने म अझै भिडियो बनाएर सजिलोभन्दा सजिलो, योभन्दा अझ बढी सजिलो तरिका अपनाएर सबै समेटेर छोटो छोटो क्लिप 100वटा होस् अथवा 150वटा क्लिप सकेर सम्पूर्ण आइक्यूहरू कम्प्लिट, यो हेरेपछि अरू आइक्यू नै हेर्न नपर्ने गरेर कम्प्लिट बनाइदिन्छु। र त्यसपछि अनि जिकेतिर गएर जिकेको पनि के छ आइडिया मैले बनाएका यो कलेक्सनहरूबाट सबै सजिलो बनाएर जिके आइक्यू सबैको चाहिँ कम्प्लिटली एक गरेर सबै कम्प्लिट गर्छु। आजैबाट सुरु गर्नुभयो र यसलाई नोट बनाएर एक गर्दै नोट बनाएर डायरीमा राख्नुभयो भने तपाईँको आइक्यू पुरै कम्प्लिट हुन्छ। कहीँ कतै अनलाइन क्लास
केही हेर्नु नपर्ने गरी म कम्प्लिट भिडियो बनाएर तपाईँले यो मेरो वचनबद्ध, तर मलाई चाहिँ यसको मैले गरेको प्रस्तुति ठिक रहेछ भन्ने पारालाई मेरो सब्सक्राइब गरेर, लाइक गरेर, त्यो कमेन्ट गरेर अथवा चाहिँ सल्लाह सुझाव दिएर मलाई मोटिभेट गर्नुभयो भने कम्प्लिट भिडियो आउँछ। नत्र मैले यो दुःख गरेको बेकार रहेछ, कसैलाई मन पर्दो रहेछ, इजी ट्रिक पनि भइन्छ भन्ने हुन्छ। त्यो भएर यदि साँच्चीकै तपाईँहरूलाई सजिलो लाग्यो भने लाइक गरेर सब्सक्राइब गरिदिनु भयो भने, यतिजनाले मेरोमा छन् है, मैले गरेको भिडियोमा यतिजनाले सब्सक्राइब गरेका छन् भनेपछि यिनीहरू इच्छुक छन् भन्ने हुन्छ। जस्तो तपाईँहरू 500, 1000, 2000 कतिजना हुन्छ हेर्दै जाँदाखेरि सब्सक्राइब जति बढ्दै जान्छ उति धेरै म भिडियो बनाउँछु। किनभने यतिजनाले चाहिँ मेरो भिडियो रुचाएका रहेछन्, मैले दिएको कला रुचाएका रहेछन्, मेरो ज्ञानको विवेकको प्रयोग भएको रहेछ भन्ने मलाई लाग्छ र मैले अझ बढी मिहिनेत गर्छु। र पछि बिस्तारै अहिले मैले यो सुरुवाती गल्ला मैले पेपरमा गरेको छु। तपाईँहरूले धेरैभन्दा धेरैले लाइक गरिदिनु भयो, सब्सक्राइब गरिदिनु भयो भने म एउटा व्हाइट बोर्डमै हजुरलाई प्रष्ट अनलाइन क्लास पढाएभन्दा बढी निःशुल्क रूपमा हेर्नु पाउनुहुन्छ। हजुरले कुनै अनलाइन क्लास पैसा तिरेर पनि पर्दैन, अनलाइनै क्लास पढाएको चाहिँ हेरेर सबैको कम्प्लिट भिडियो राख्नेछु है त। हस्।